सम्झाइदिनु भयो। राप्रपाले आन्दोलन गर्दै गर्दा अब हामी राजा फिर्ता ल्याउने हो, अब हामी प्रदेश खारेज गर्ने हो, अब हामी सर्वधर्म सम्पन्न समान सहितको हिन्दू राष्ट्र बनाउने हो, या हाम्रो माग पुरा हुन्छ भन्दै गर्दा तपाईँले एउटा थप शब्द पनि भन्नुभएको थियो, नेताहरू हेलिकप्टर चढेर भाग्ने दिन आउँछ। तपाईँलाई खुब खिसी ट्युरी गरियो, ए राजेन्द्र लिङदेनले हामीलाई हेलिकप्टर चढेर लक खेप्ने। तर त्यो हेलिकप्टर त वास्तवमा नचढी नहुने, नत्र चाहिँ जिउ नै सुरक्षित नहुने अवस्था बन्यो नि। राजनजी, मैले चाहिँ बडो सिलसिलेवार ढङ्गले भनेको थिएँ, अघि हामीले चर्चा गरे जस्तै देशको स्थिति ठिक छैन। देशको स्थिति ठिकमा ल्याउनको लागि देशमा न्यू एग्रिमेन्टको जरुरत छ। कसैले चाहिँ नहार्ने, सबैले जित्ने र खास गरी देशले जित्ने एउटा एग्रिमेन्ट गर्न जरुरी नै छ। देश एउटा यस्तो बिन्दुमा पुगेको छ, भूराजनीतिक दृष्टिकोणले पनि वैदेशिक शक्तिहरूको चलखेलको चाहिँ मैदान बन्न थालेको छ। नजानिदो ढङ्गले भूराजनीतिक चक्रव्यूहमा देश फस्दै गएको छ। भ्रष्टाचार चरमचुलीमा पुगेको छ। यो सबै हिसाबले अब चाहिँ नि यो प्रणालीले काम गर्दैन। त्यसकारण कसैले हारजित नठानिकन न्यू एग्रिमेन्टमा आउँ र त्यसको लागि प्रमुख राजनीतिक दलहरू अग्रसर हुनुपर्छ, होइन भने एक दिन भाग्नुपर्ने दिन आउँछ भनेर मैले भन्दाखेरि हामी कहाँ भाग्ने भनेर ठुलो कुरा गरेपछि अनि मैले भने हामी भाग्न सक्दैनौँ जस्ता खिसिट्युरीका शब्दहरू आइसकेपछि, जवाफहरू आइसकेपछि मैले भने अब दौडेर भाग्न सकिँदैन भने हेलिकप्टर चढ्ने त्यो सुविधा चाहिँ प्राप्त हुन्छ भनेर मैले कुनै व्यक्तिलाई जवाफ दिने भन्दा पनि त्यो स्थिति चाहिँ देखिन्थ्यो कि, किनभने तपाईँले जे परिवेशमा त्यो जे एउटा सिम्बोलिक रूपमा भन्नुभएको थियो, या राजनीतिमा यो पनि हुन्छ है होइन, जे भन्नुभएको थियो, तपाईँ आफैले चाहिँ यस्तो दिन आउँछ, यस्तो विषयमा भाग्नुपर्छ, तपाईँहरू पनि लुक्नुपर्छ मलाई चाहिँ लाग्थ्यो होइन। खास गरी अब मैले अरूले भन्ने भन्दा पनि सत्तामा बस्नेहरूको विरुद्ध यस्तो आक्रोश थियो। वर्तमान प्रणाली नै भन्छु, अब भन्नेहरूले क्याटेगोरिकल्ली भन्न सक्दैन, जस्तै जेनजीहरूले भ्रष्टाचारको विरुद्ध भनेर चाहिँ नै भन्यो होइन। अब भ्रष्टाचार जसरी भइराखेको थियो देशमा, त्यसको विरुद्ध जुन प्रकारको आक्रोश चाहिँ मैले भेट्थेँ, किनभने समकालीन नेपाली राजनीतिमा म नै त्यस्तो मान्छे होला कि सबभन्दा बेसी यो 4 वर्षमा जनतासँग इन्टरेक्ट गर्ने नेता मध्ये चाहिँ नै पर्छु है। र मैले त्यो देख्थेँ कि हरेक मानिस असन्तुष्ट थियो। उद्योगी व्यवसायीदेखि वैदेशिक रोजगारमा भएको मान्छे चाहिँ जो चाहिँ गैर आवासीय नेपाली भए भन्नेका मानिसहरू, कोही मानिस चाहिँ पनि खुसी थिएन कि मिल्यो भने त म पनि एक ढुङ्गा हान्छु, लखेटौँ खेदौँ भन्ने बाहेक अर्को केही कुरा पनि थिएन। हो त सामान्य मानवीयताको एउटा सीमा हुन्छ नि, त्यो पनि पार भइसक्यो, एकदमै त्यो चरम उसमा थियो। त्यसैले मैले चाहिँ नि त्यसको प्रतिनिधित्व गर्दै गरेँ। हामी गर्छौँ भन्ने भन्दा पनि त्यो स्थिति आउँछ, त्यो तर्फ देश गइराखेको छ। त्यस कारणले हामीले गरिराखेको आन्दोलन, हामीले गरिराखेको प्रदर्शन, हामीले दिइराखेको दबाब भनेको चाहिँ हामीले